स्वागत छ सबैलाई मेरो मिनी बर्थडे भ्लगमा। अनि त्यो यो चिया खाएर मैले कामतिर लाग्नुपर्ने हुन्छ। चिया नि खाएर सकिन्छ। अनि मेरो चिया सकेर अब मेरो फेरि सुरुवात हुन्छ कामबाट फेरि यो सर्नुपर्ने हुन्छ मैले। अनि त्यसपछि अब मेरो अलरेडी अरू काम सुरु हुन्छ। सकिन्छ त भित्र गएर काम गर्नुपर्छ। अलि टाउको ठोकिन्छ त्यही हो। अनि भित्रको काम मैले फटाफट गरेर लगभग भित्रको सकिन्छ। फेरि त्यहाँ अनि पाल्पो निकालेर बाहिर मैले तानेर छिटो तानेर अनि त्यसकै ठाउँमा राखिदिन्छु। अनि हातसाथ पुछेर फेरि म अर्को काममा चाहिँ मैले सबभन्दा फर्स्ट मिलाउनु पर्ने सामान थियो। तर सामान त्यही हो। अनि मेरो हातमा 280 स्पिड हुन्छ। त्यही 280 स्पिडमा फेरि काम गर्न लाग्छ। त्यहाँको काम पुरा भयो। त्यो फुललाई सफा गर्नुपर्छ। त्यही हो। टेबललाई क्लिन गर्नुपर्छ। अझ फेरि मैले मलाई त्यहाँ स्थिति मिल्दैन र त्यसलाई छोडेर म अर्को काममा लाग्छु। किनकि मसँग फेरि टाइम कम भइसकेको हुन्छ। आज मैले त्यसमा यो सकाइन्छ र आज मैले त्यो ग्लासलाई सफा गर्नुपर्ने हुन्छ। अनि त्यो 280 स्पिड त मेरो हातबाट कहीँ जाँदैन। त्यो फटाफट गएर वाइफर तोडेर अनि त्यसपछि अलि रेडी हुन्छ। हाततिर हात पुछेर अनि फेरि अर्को काममा पनि जानुपर्ने हुन्छ। अनि म चाहिँ हिजो चाहिँ एकचोटि चाहिँ यो काम गर्ने ठाउँमा बेलुका पुगेको थिएँ। यहाँको काम गर्ने मान्छेले भनिरहेको थियो मेरो युट्युब च्यानल हेरेर चाहिँ भिडियो दामी छ अहिले पाउँदै गएको फेरि मिल्छ सफलता हिन्दीमा भन्दै थियो। अनि मलाई भन्दै थियो कि भिडियो नि हिन्दीमा बनाऊ अनि राम्रो हुन्छ भन्दै। तर मैले भने बट बनाउँछु तर मेरो 100 सब्सक्राइब कम्प्लिट हुनुपर्छ पहिला। मेरो यहाँको काम पुरा क्लियर भएको हुन्छ। किनकि मैले सकाइसकेको हुन्छ नि त त्यो रुममा जानु पर्दैन। सकाएर रुमतिर जानु लाग्ने हुन्छ। सबैलाई माया छ किनकि मेरो फुल भिडियोसम्म पुगिनुहुन्छ। हस् त आज मेरो भ्लग सकिन्छ।